के छ भोट केमा हाल्ने त? भोट म जेन्जी हो। भोट के मार्यो तिमी बाथरुममा नुहाउने बेलामा बुरुक बुरुक उफ्र न त्यसमै के बच्छ कहाँ गएर आउनु भएको? म भनिदिएको तँमा गएर एमालेको यो चाहिँ घन्टी लगाएर आएको। भोट चाहिँ केमा हाल्ने? भोट एमालेमा। म 51 वर्षको भरभराउँदो युवा हो, जेन्जी मै हो। म त महिलाहरूसँग मिल्ने मान्छे हो नि त। अनि एक्लै काटेर भ्याउनुहुन्छ कि मैले पनि सघाइदिनु पर्छ? भयो एकदम राम्रो बनाइदिन्छु मैले। हुन्छ राम्रै हुनुहुन्छ के भो उता हेर्नुहोस् उता ल नमस्ते। तपाईँ जस्तो जेन्जी मान्छेले भोट केमा हाल्ने भन्नु भएको छ? केपो ओली केपी ओली चिन्न के हो? चिन्नु घन्टी बाजे तपाईँको पार्टी के हो? एमाले मेरो घन्टीमा दिने भोट भोट घन्टीमा दिने पार्टी एमाले। सबैले पैसा दियो भने भोट हाल्छौ नहाल्दैन एमा। उहाँले काङ्ग्रेस आउनुहुन्छ 4-5 जना तर सबैले घन्टी घन्टी भनिदिनुहुन्छ अनि उहाँ आफै साइड लाग्नुहुन्छ। तपाईँलाई योपालि चुनावमा को जित्ला जस्तो लागिरहेछ? योपालि अभियसली केपी ओलीले नै जित्छ नि, झापा नै केपी ओलीको हो। तपाईँ यहाँको को हो दाइ? म यहाँको चिया बनाउने। 2 कप चिया ल्याएर आउनु है। ओ चुनावमा भोट हाल्न घर जाँदै? जाँदैन दाजु जाँदैन। किन भोट हाल्न त जानु पर्यो त? आफूको नि यता दुःख छन् भोट हाल्न घर गइकन ती के राणीका छोरा डल्ला दिन्छन् के दाजु। के छ अवस्था के छ अहिले चुनावको? चुनावको अवस्था अब यो पुराना पार्टीहरूले सखाप पारेर चाहिँ साफ पार्ने भन्छ सबैजना, त्यसले गर्दा म पनि साफ गर्ने त्यसलाई लागौँ कि भन्दैछु। चुनावमा कसलाई दिने हो भोट? कसलाई? घन्टी हल्लाउनु चाहिँ भोट कसलाई दिने भन्दा राम्रो नेता व्यक्ति को लाग्छ तपाईँलाई? को छ हाम्रो घर स्वास्थ्य राम्रो छैन। एमाले हुँ म त। हामी घन्टी केको घन्टी? घन्टीमा हाल्ने? घन्टीमै हाल्छु। हत्तेरी अनि बुढाबुढीले त एमाले हाल्छ नि त हौ। हाल्दैन, एमालेमै सन्किएको, काङ्ग्रेस नापिएको, माओवादी खुल्किएको। हलोले गोरु बिग्रिसके के को हलो म जेन्जी हो घन्टी अलि घन्टी साँच्चीका भन्नु यो नेताले गरेर यस्तो जाडो महिना पनि मेरो बुढासँग सुत्नु पाएको छुइनँ हौ भन्न सुत्नु पर्छ मैले। मेरो बुढा विदेशमा छ, यो पीडा त नेताले बुझ्छ। मलाई भोट त दिनु होला, म घर दैलो गर्दै आएको है। शर्मा ओली अब प्रधानमन्त्री भए 6 महिनामा घर घर ग्यासको घर घर उसले पहिले पनि पुऱ्याएको नि, तपाईँले थाहा छैन? हामीले नि यहाँ पुऱ्यायो त, घर घरमा पुऱ्यायो। यहाँ पाइप लाइनमा अब ग्यास पुऱ्यायो। मात्र 6 महिनामा क्या, मात्र 6 महिनामा ग्यासको पाइप जोडिदिने त्यो पनि नेपालकै ग्यास फेरि। त्यो रेल पुऱ्यायो यहाँ काठमाडौँमा, देख्नु भएन तपाईँहरूले? झापामा गएर अहिले भने छ त्यो अहिले होइन, त्यो प्रश्न देखाएको छ। मान्छेहरूले 2 दिन 3 दिनसम्म पैसा चलेको छ तर उहाँले यही भनेर बचाउ गर्नुभयो। शेरबहादुरको किन बचाउ गर्नुभयो? बचाउ गर्नु पनि भ्रष्टाचार बचाउनु पर्यो नि, चोरले चोरलाई बचाउनु खोज्छ। पहिला सूर्य चिन्ह लिएर आउनुभयो, त्यसपछि कलम चिन्ह लिएर आउनुभयो, त्यसपछि तपाईँले तारा चिन्ह लिएर आउनुभयो। तपाईँले हामीले के गर्यो? तपाईँलाई विश्वास गरेर तपाईँलाई उदिने, तपाईँलाई विश्वास गरेर हामीले के भनेर दिने? यसको जवाफ मलाई दिनुहोस्। एउटा कुरा, तपाईँले आज 300 पार्टी चेन्ज गरेर आउनु भने जनताले एउटा कपडा चेन्ज गर्न सकेको छैन। पर साल तपाईँलाई क्वेसन गर्दा मैले यही कपडा लाएर यहाँ म आएको नि, म यही मेरो फोटो देखाइदिन्छु तपाईँलाई। यही कपडा लाएर म यहाँ तपाईँलाई क्वेसन गर्न आएको थिएँ। मैले आज एउटा कपडा चेन्ज गर्न सकेको छैन, तपाईँले पार्टी चेन्ज गरेर आउनुभयो। तपाईँलाई विश्वास गरेर हामीले भोट कसरी दिने? तपाईँले म यहाँ आउँदाखेरि राजेन्द्र पाण्डेले पुल हाल्ने हो रे भनेर भनेको हिजोको 67 सालको कुरा आज कति गयो? 82 साल हुँदाखेरि तपाईँले एउटा पुल हाल्न सक्नु भएन। आज जनताको अगाडि तपाईँ भोट माग्न कसरी आउनुहुन्छ? तपाईँले यो गरेर त्यो गरेर तपाईँले कतिवटा भन्दा हो? तपाईँको खल्तीबाट ल्याएर हालेर तपाईँको ताल्तीको बेच्न ल्याएर हाल्नु भएको छैन होला नि। सबै जनताको कर काटेर तपाईँले सब एक पसलबाट उठाएको
दुनियाँको भ्याट उठाएको पैसाले तपाईँले गरेको होइन तपाईँले गरेको होइन। अब युवा बुढा यिनी बुढापाका रियाले बुढाउला फ्याँकिने हो। युवाको उहाँ जस्तो जेन्जी पुस्ता आउनै पर्छ। नेपालमा यिनी रियाले बुढाउला राखेर कामै छैन। घन्टी लगाएर आउनु पर्यो नि त। अब काङ्ग्रेस माथे, एमाले माथे, यी तिनटालाई लगाएर जित्ला त अब एकदम जित्ला नजिते कुरै भएन नि त। अब नि केपी ओलीलाई जिताउनु भनेको त केपी ओलीकै चन्दन लाएर हिँडे भइगयो कुको। ए दिदी, देश आनन्दले चल्या छ छैन। यो देश आनन्दले नचल्नुको कारण को हो? कुन पार्टीहरूले गरे भन्नु त? एमाले को हिँड्छ चुनाव छ ओलीसँग यहाँ भोट माग्न? एमाले हिँड्नु देखाउँछ दम छ भनेको एमाले सिधै कुटिन्छ नि। कस्तो कुरा गरे हौ? ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ। किन कुटिँदैन नि? काङ्ग्रेसलाई कुटिन्छ, माओवादी कुटिन्छ। तपाईँलाई यति बेला बुढेसकालमा भत्ता दिएर पाल्ने नै एमाले केपी ओली बाउले ल्याएर दिएको हो। मेरो खराब पानी छ मेरो खराब। ओलीलाई के भन्न चाहनुहुन्छ? ओलीलाई पछिल्लो समयमा ओलीले हिटलर बिर्साइदियो क्या। जस्तो मेरो छोरो ग्लोबल कलेज पढ्छ होइन, हिजोले सुत्न सकेको छैन। उसको अनुहार सम्झियो कि तर्सिन्छ। यहाँ त केपी ओली र बालेन सापो लड्दैछन् रे होइन, के छ सर? खै यो केटाकेटी खेल जस्तो भइरहेछ कि हजुर, जुन जोगी आयो नि कानै चिरेको थैले भिरेको भन्ने जस्तो भएको छ। हल्का वल्ली बालन